हर महादेव है। यो चाहिँ हाम्रो जेठाबाउको चाहिँ क्वार्टरहरू हो। अब चाहिँ हामी चाहिँ आज चाहिँ एकछिन समय निकालेर महाशिवरात्रिको उपलक्ष्यमा चाहिँ हामी चाहिँ हल्का मन्दिर गइदिने भनेर निस्किरहेको छु। अब जेठाबाउले कता लान्छ भने कामाख्या मन्दिर र त्यो अर्को पनि के भने मन्दिर चाहिँ लान्छु भन्ने चाहिँ अब कान्छा बाउ पनि अब एक्लै बस्नु बोरिङ हुन्छ भने चाहिँ लाँदैछु। किन भन्दाखेरि चाहिँ अब यसो बिमारी हो, यसो अब भगवान्लाई यसो दर्शन माग्नको लागि अब जेठाबाउले यहाँबाट गाडी मिलाउँदैछ है। यहीँबाट हामी यहाँ गाडी मिलाएर जाँदैछौँ किनभने उबेरहरू पनि ज्यादा हुने सम्भावना भएको कारणले गर्दाखेरि चाहिँ गाडी मिलाउँदैछ। हामी चाहिँ क्याम्पबाट बाहिर एक्जिट भइसकेको छौँ। यहाँ सम्पूर्ण अब चाहिँ हामी क्याब अल्टो आइसकेको छ। अल्टोमा हामी पसेको जानेको लागि तयारी ढ्यान। अब हामी स्टार्ट भएको हो कि होइन। अब चाहिँ हामी लागेको ब्याक गुवाहाटी। त्यसको बाद चाहिँ हामी फेरि मतलब गाड़ी में जाना आना खींचेंगे बस उतना ही 100 और फेरी से जाना पड़ेगा। हाँ फेरी से जाना पड़ेगा। जय मां बाबू जय मां जय शामको यो कामाख्या मन्दिर किन यिनीहरू चाहिँ है किनलाई देख्थ्यो यो चाहिँ भिआइपी दर्शनहरू छ।
अब हामी चाहिँ एक्जिट हुँदैछौँ यहाँ चाहिँ मेन द्वार रहेछ यहाँबाट चाहिँ अब हामी चाहिँ एक्जिट हुँदैछौँ यसो मन्नतहरू त माग्यो होला सबैको लागि पनि भयो आफ्नो लागि हामी उमानन्दको दर्शन गर्नु यो एउटा राम्रो मौका हो अपरेसन पश्चात यसो भगवान्को दर्शन गर्नु है नसोचेको दर्शन भयो नसोचेको यो दर्शनै मान्न सकिन्छ किनभने हाम्रो यो यहाँ जान्छौँ भनेर चाहिँ हामीले भनेको पनि थिएनौँ अनि साथसाथै आज शिवरात्रि पनि पऱ्यो त्यसले गर्दा एउटा यो राम्रो दर्शन गर्न सकिन्छ सकल ऊबाट ब्रिज बनिँदैछ पारी ब्रिजहरू बनिँदैछ कुन चाहिँ नदी हो दिगु यो ब्रह्मपुत्र हो यो ब्रह्मपुत्र नदी अरे पुरै मन्दिरवाला रोपवे यो बिचमा आइसकेको छ उमानन्द ब्रिजमा आइसकेको छ त्यहाँ जानको लागि है कामाख्यापछि यो पनि एउटा धार्मिक होली प्लेस भएको कारणले यहाँ चाहिँ यहाँ पनि हामी किन नजाने भनेर चाहिँ हामी यहाँ प्रस्तुत भएछौँ पुरा गाडी छ गाडीको गाडी अब हामी चाहिँ यहाँबाट चाहिँ सिटमा जानुपर्ने छ तिम्रो मायामा उपाय क्या है कोई विकल्प तो है कोई त्यहाँ मन्दिरमा जानुको लागि चाहिँ यहाँनिर चाहिँ टिकट काउन्टर छ टिकट काटेर जाने हुन्छ यहाँनिर अनलाइन बुकिङ गर्न सोध्नु त्यहाँ चाहिँ टिकट बुकिङ काउन्टर रहेछ अनलाइन पनि हुँदो रहेछ है हामी चाहिँ चङ्गो भएर चाहिँ हामी चाहिँ अनलाइन बुकिङ गरेको छौँ टिकट है एक्स्ट्रा 6 रुपियाँ ज्यादा लिँदो रहेछ है अन्त अब चाहिँ हामी उमानन्दको दर्शन पनि लागेको छौँ हामी अब चाहिँ हामी चाहिँ बोटमा पस्न लागिरहेको छौँ हामीले टिकट काटिसकेका छौँ यो चाहिँ ठुलो नदी समुद्रभित्र है अब जानेछ हामी इन्ट्री भइसक्यो
हाम्रो इन्ट्री भइसक्यो अब चाहिँ सिटमा पसेपछि यत्रो भिड आएको छ मान्छेहरू यो हराउँछ चाहिँ हाम्रो बोर्डको नाम चाहिँ यो रहेछ यसमा चाहिँ हामी जान्छौँ घन्टा अघि साइडमा आउनु पर्यो हुन्छ नि के हुन्छ मैले जाँदा है सिटाउनु छ जानु जाउँ न दिँदो रहेछ दिन्छ यत्रोजना दर्शन चाहिँ दिँदैन लाइफ ज्याकेट त्यो फुल क्यापेसिटी छ क्यापेसिटी फुल यत्रो भक्तहरू जाँदैछ भ्यू त हेभी देख्छ नि है हामी चाहिँ यहाँनिर जानु खोला जानु त्यहाँ हो यहाँनिर यो चाहिँ म चाहिँ नेपालको पोखरामा यस्तो छ हो र यो चाहिँ शिवलिङ्ग छ यहाँ चाहिँ खास है भिडभाड पुरै भिडभाड छ आज शिवरात्रिको उपलक्ष्यमा भिडभाड यहाँ मात्रै गरौँ न दर्शक मान्छेहरू हामी अब यत्रो लाइनबाट बाल्टी बेस है भारी है दुटे एटाই আছে আচ্ছা এনে মাইব পড়া মোটা বলে আর ভুটিয়ানো আছে अब हामी ब्याक टु दि पब्लियन अब हामी घरतर्फ आफ्नो जुनतर्फ लागेको माताजी कि जय हो फेरि काट्नुपर्छ दिगो हामीले टिकट फेरि काट्नुपर्छ ए एनडिआरएफ भन्नुहोस् है यिनीहरू है एनडिआरएफ अब चाहिँ हामी फर्केको
अब जाने एक दुई भयो अब चाहिँ हामी फर्किँदैछौँ अभाग्यवश हामी लाइन ज्यादा भएको कारणले गर्दाखेरि सकेनौँ त्यसले गर्नु चाहिँ दर्शन गऱ्यौँ तर पनि तलबाट हामीले दर्शन गरेको छौँ सम्पूर्ण सम्पूर्ण भएको जग्गाको फेरि फर्किँदै डिजिलो खा गया